हेलो गाइस, मैले चाहिँ यहाँ घाँसको भारी ल्याउँदैछु। यहाँ सक्नुहुन्छ ठुलो छ यहाँ यसरी घन्टो ओढेर अब हामी जानुपर्ने हुन्छ बाटोमा। हिँड्दैछु म, यस्तो छ बाटो देख्न सक्नुहुन्छ गाइजहरु। मलाई यहाँ चराले डिस्टर्ब गरिरहेको छ। म एउटा चरा आज मारेर देखाइदिन्छु तपाईहरुलाई। हामी चाहिँ एकदमसँगले यहाँ घाँस लिएर आउँदैछौँ। कहाँले जान्छ? ए बोकी हो, सक्नुहुन्छ बोकी लिएर जानु पर्छ। एङ्गर मेसी एङ्गर मेसी एङ्गर मेसी 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 गोल 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 छट 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 छट। मैले फाइनली घाँस ल्याइसकेँ। हाम्रो भैँसीहरू दुइटै बिउनी छ। ओए भोक लाग्यो नि तँलाई? लागेन अरेलाई। यो चाहिँ सुकिना सिलाएको बाख्रो हो, जति खायो नि मोटाउन्न। चुप खाने चुप। ल भयो। हाम्रो भाले खोइ, भाले ओइ ओइ भाले यहाँ न ला। कति ठुलो छ हाम्रो भाले यहाँ। ओए 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 लेग पिस जुन भएको कसो गर्छ यो। अब आङ्गर मेसी ए यहाँ चल्ला पनि छन् हाम्रो चल्लाहरू। 15वटा चल्ला निकालेको छ हाम्रो एउटा हाम्रो सुमायाले। अब हामी त जानुपर्ने हुन्छ। एङ्गर मेसी एङ्गर मेसी एङ्गर मेसी 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 गोल 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 गोल। ए म मामासँग गोलेली मागेर आउँछु। म चाहिँ गुलेली मार्न जाँदैछु हेर चरा मार्नलाई। ओहो गाइजहरु, सुमन खोइ त? What a lovely view. ओए आङ्गर मेसी सुत्नु भएको छ। आङ्गर मेसी काम छ बा।